टासी दिले खम्री म नमस्कार। अनि आज हामी यहाँ लिङदोक भन्ने जग्गामा आज आएको छु। अनि मेरो साथमा अब उहाँ अब मिन्टु उहाँ हुनुहुन्छ। हामी के भन्छ अब लिङदोक गुम्बामा हामी दर्शन गर्न आएको छु। त्यसरी नै हामी अब यो गुम्बाको बारेमा अनि गुम्बामा के रहेछ अनि हजुरलाई केही शब्दहरू नमस्कार। यसरी नै आज हामी लिङदोकका गुम्बाको प्राङ्गणमा हामी सबै यहाँ त्यसरी नै गुम्बालाई दर्शनमा आइपुगेको थियो। यसरी नै तपाईँहरूले हेर्नुहोस् पछाडि गुम्बा देख्नुहुनेछ, यही गुम्बा। अनि यसरी नै यी गुम्बामा चाहिँ तपाईँ हामीलाई सबैले यादै भएको गुम्बा भनेको कति महत्त्व हुन्छ र महत्त्वपूर्ण हुन्छ। यो गुम्बामा चाहिँ आएर हामीले यसरी नै शाखा दावाको अवसरमा हामी दर्शन गर्न पायो, दर्शन गऱ्यो। त्यसरी नै यसमा विशेष महत्त्वपूर्णहरू चाहिँ यहाँनिर हामीले जानकारी पाएको अनुसार चाहिँ यहाँ चाहिँ तपाईँहरू सेठो र सेठो लफङ भन्ने चाहिँ एउटा क्रोधी र शान्तिको देउता अर्थात् देउताको चाहिँ यहाँनिर मण्डलाहरू पनि स्पष्टना भएको रहेछ यहाँ। अन्त त्यसरी नै तपाईँहरूले दर्शन लिनुभयो भने यहाँनिर आउनु सक्नुहुन्छ। अनि त्यसरी नै तपाईँहरू हामीलाई चाहिँ विशेष महत्त्वपूर्ण चाहिँ के छ भने सेठोको लागुङलाई हामीले दर्शन लिने चिन्ने हो। यो जीवनकालमै हामीले यो देउताहरूलाई चिनेर चाहिँ हामीले यसलाई मनन चिन्तन दियो भने हामीलाई पछाडि हामीलाई नियमित रूपले सांसारिक जीवनमा बितिरहेको समय र अन्तिममा हामी जसरी अब बितेर गएको समयमा पनि हामीलाई धेरै लाभ दिने हामीले यो कुराहरू पुस्तकमा धेरै पाइन्छ। यो हामीले पुस्तकमा यो सेठको पुस्तकमा हामीले सम्झानै रहेको हुन्छ। हजुरहरू पनि यसको गुम्बामा आएर दर्शन लिन सक्नुहुन्छ। यसको विशेष चाहिँ यहाँनिर मैले अघि भनिहाल्यो, उहाँले सोध्नु भएर होइन। तपाईँहरूले यो लिङदोकमा पर्छ यो तपाईँले यहाँबाट छुटेन अर्थात् मठ स्तुपा चाहिँ यो पछाडि गुम्बाको पछाडि पर्नेछ। यो चाहिँ तपाईँ हामीलाई सबै याद भएको यो नेपालको बौद्ध एरियामा भएको झालुङ खासेल छुटेन भन्छ। यो यसको प्रतिमा हेरेर यहाँ पनि एउटा स्तुपा बनाउनु भएको रहेछ। यो उहाँ एउटै किसिमको उहाँकै उता नेपालको इक्जाम्पल लिएर बनाउनु भएको रहेछ स्तुपा। अनि हजुरहरूले यो छुटेनलाई पनि तपाईँले दर्शन गर्न सक्नुहुन्छ। अनि यो छुटेन बनाउनुको अगाडि यो समय त धेरै समय पछाडि अगाडि बढिसकेको रहेछ। अनि यसमा विशेष के छ तपाईँले यो सिक्किममै परिनिर्वाण हुनुभएको डोडुप लिम्बुछीले पनि यहाँ भूमि पूजा गरेर यहाँनिर पुरानो गुम्बालाई चाहिँ यसरी नै कोरेर यो माथि चाहिँ छुटेन बनाएको कुरा जानकारी हामीले पायो। तर यो छुटेन चाहिँ पछाडि बनाएको रहेछ। अनि नयाँ गुम्बालाई चाहिँ पुरानोलाई चाहिँ अब डिस्मेन्टल गरेर चाहिँ नयाँलाई यता बनाएर त्यो माथि चाहिँ छुटेन बनाएको रहेछ। हजुरहरूले पनि यसरी नै दर्शन लिन सक्नुहुन्छ छुटेनको। अर्थात् हजुरहरूले अब यो लिङदोकमा आएर शान्ति र क्रोधीको भगवान देउतालाई चिनेर आफ्नो जीवनलाई साकार बनाउनुको लागि धेरै पुण्य कमाउनु लागि हुनुहुनेछ भने लिङदोकमा आउनु सक्नुहुन्छ। अब यो के भन्छ अब नेपालमा हाम्रो झरुङ खोसेल भन्छ त्यो छुटेन हामी दर्शन गर्न सकेन भने यहाँ लिङदोकमा रहेछ सेम बनाएर अब यो दर्शन गर्नु हुन्छ। हजुरले पनि मनन चिन्तन मनभित्रबाट त्यस्तै हृदय लिएर एकदमै यो चाहिँ नेपालको जस्तै झरुङ खासेलकै हामीले प्रतिभालाई त्यस्तै बनाएको छ त्यसलाई सम्झेर मनभित्रबाट चाहिँ झरुङ खासेल छुट्टी नै हो भनेर हामीले यसरी नै दर्शन गऱ्यौँ भने यसमा कुनै हामीलाई दुविधा कुराहरू लाग्नु छैन। किनकि यसमा चाहिँ हामीले मनभित्रबाट नै चित्तबाट नै हामीले छुटेन अर्थात् स्तुपालाई हामीले दर्शन लिनुपर्ने हुन्छ होइन। त्यसरी नै यो छुटेनलाई पनि यसरी दर्शन लिनुभयो भने यस्तो झरुङ खासेल भन्ने छुटेनबाट नेपालमा भएको जस्तै प्रतिमा छ र हामीले उसकै अब हामीले मुद्राहरू भएको प्रतिमा भएकोलाई अर्थात् यस्तै भएकोलाई हामीले दर्शन लिन सक्नुहुन्छ यहाँनिर होइन, लाभ पनि लिन सक्नुहुन्छ। हजुरहरू जो पनि अब के भन्छ अब लिङदोक गुम्बामा अब दर्शन गर्न आएको छैन भने हजुरहरू आउनुहोस्। यहाँ पनि अब गुम्बा अहिले हेर्नु लागि किन अब आज पनि हुनुहुन्छ जहिले पनि अब ओपन हुँदछ गुम्बा। अनि जो पनि अब यहाँ अब लिङदोक गुम्बा र अब छुटेन दर्शन गर्न आउनु सक्छ सबैजना
आइदिनु भन्न भन्न चाहन्छु। अनि आज मेरो साथसाथमा मिन्टुकले आज गुम्पा र चितवन गुम्बाको जानकारी दिनुभएको